गाइस वेलकम ब्याक टु माई च्यानल। सो आज चाहिँ हामी चाहिँ टिका लगाउनु जाँदैछ उता बसमै है, बसमै जाँदैछ होइन। हामीहरू यहाँ छोराछोरी चाहिँ कतिजना छ, हामी 5 जना। मेरो दाजुहरू चाहिँ यहाँनिर चाहिँ सबैजना 4 जना छ, यता पछाडि 3 जना छ होइन। यहाँ चाहिँ मेरो ठुलो दाजु यहाँ चाहिँ ड्राइभिङ गर्दैछ हो। सो आमा पापा चाहिँ खेरि चाहिँ घरमा चाहिँ पाहुना साह्रै छ हो, त्यही भएर चाहिँ नगएको। हामी चाहिँ बाजे बोजू भुट्न गएको नि त होइन। खास बाजे बोजू चाहिँ अब छैन होइन, अब बाजेको दाजु भाइ अनि सबैजनालाई भेट्नु गएको। सो अहिले फिलहाल चाहिँ हामी कहाँ पुग्यौँ भन्दाखेरि चाहिँ यहाँनिर 3 माइल कहाँ अरे 3 माइल भिर हो कि कहाँ भन्ने जग्गा पुगेको छ होइन। सो सो कस्तो दसैँमा साह्रै बिमार भइरहेको छु कि म चाहिँ। अन्त यहाँ मेरो दाजु साइला पनि त साह्रै बिमार भयो। अन्त साइला देख्छ, देख्दैछ। अब कन्टिन्यू अहिले सानो सानो भिडियो बनाउँदै गर्छु होइन, देखाउँदै गर्छु हामी कहाँ पुग्छ। सो ब्रस गर्दैछ यहाँ चाहिँ भर्खर। जान्छ छ बाटो। कहाँ जानु भएको भर भेटौँ ल। फर्किहाल्छ तपाईँ, फर्किहाल्नुहुन्छ? ल गफ गरेर मेरो भ्लग बनिँदैछ। देखिरहेको छु सबैलाई भर आउँछु ल। के गर्नु र, यति टन्न खाना खाएर पनि हो, मासु भात सुँगुरको यति खाएर हो भर्खर ब्रस गर्दैछ। यतिको चाहिँ अल्छी छ है मेरो दाजु चाहिँ। अलिकति भए पनि राम्रो भएछ बाटो। अहिले चाहिँ हामी टक्कै सिन्दाम आइपुग्यो। सिन्दामदेखि अलिकति अगाडि कस्तो भएको थियो जग्गाहरू होइन। कता हो हो के त्यतै भएर फेरि कुन चाहिँ बाटोतिर गइन्छ छैन त। लिडर चाहिँ यहाँ चाहिँ बाटो होइन कता आम्मा रोड त अन्त ए हामीले त्यो रोड उकालो देखेको छ अघि। अफ गर्नु न त्यही त। आमा लु यो अब दाजु पुरा उकालो, अब दाजु पुरा उकालो भयो त बाटो साह्रै अप्ठ्यारो रहेछ। भगवान् कसरी जाने, यहाँ पनि साह्रै ओह्रालो, डर लाग्यो हो मलाई चाहिँ पुरै। यस्तो रहेछ जग्गा चाहिँ हो। चढ्दैन हौ, मलाई डर लाग्यो त नि। अब यस्तो तताइदियो नि त, हेभी खाइदियो यो टायर गनाइदियो नि। बाटो चाहिँ पुरा अप्ठ्यारो रहेछ। बुई यो उकालो म जाँदिनँ।
यो उकालो नजाऊ सक्दैन गाडी जाँदैन मलाई डर पनि लाग्यो पुरा त्यो टायर उयो भए जस्तो लाग्यो है मुनि तात्यो पुरा बुई त्यो अन्त उफ ए रोटिया ए घर त यहाँ रहेछ नि त बल्ल बल्ल गाडी यहाँ माथि चढेर आयो हो हामीसँगै देखिन्छ हिँडेर आयो होइन हामी फिलहाल चाहिँ पुग्यो होइन माथि नै गाडी चाहिँ जान्दैन रहेछ साह्रै डरलाग्दो रहेछ रोड हो अन्त अफ माथिबाट हामीलाई हेर्दैछ सबले गयो कुपाकोमा जानुपर्ने डिस्कस उता माथि आउँदैछौँ हामीलाई ल्याउनु के को म त चिन्दिनँ है को कोलाई नमस्ते ढोक गर्नुपर्ने हो होइन गाइस म त चिन्दिनँ चिनाउनु पर्यो कस्तो नमनाएको साइनाले फोन थियो मेरो गाडीमा छोडिदियो अहिले छोडिदियो फोनको केही कामै छैन क्या कहिले नआएको जग्गा र आयो त अहिले चाहिँ हामी उकालो जाँदैछ हो रोडदेखि चाहिँ अलिकति माथि रहेछ घर कोमाको फाइनली हामीले कोमालाई भेट्यो होइन ए मेरो कोमा धनकुमारको छोराहरू 4 जना यता यी कान्छी म यहाँ कान्छी कान्छी हो कोमाले कान्छी छ कोमा तिमीले के सम्झ्यौ सर 4 जना हो के सम्झ्यौ पापा चाहिँ कता गयो पापा कोमा पुरा बेसी पाहुना आउनु भएको छ हो घरमा पाहुना पुरा आएको छ होइन अन्त त्यही भएर आउनु पाएन हो तिमीले कति पढ्यौ मैले कलेज सकेँ अहिले पढ्दैछ कलेज हजुर भन्नु नि के भनेको म त भेट्न आउँदैन कि आमा बाउ म त आउँछ न आउँछ होइन भक्को तर्साउँछु आमालाई पापालाई हातबाट तान्दै लान्छु कस्तो राम्रो निक्ल्यो मेरो कोमा के सम्झेर आएको छ यो साल त कोमालाई भेट्नु जेठाकोमा पनि निस्किनु है नानी तल दादाकोमा पनि निस्किनु है तल म यत्रो त भइसक्यो त आमा धेरै भयो त म छोडेको उता त आउँदैन सानो सानो त आमार बाउ कहिले आउँदैन अब बिजी छ उता पापाले नि पित्र कहिले गर्ने भन्छ अब दसैँ दिवालीमा है दिवाली अगाडि दिवाली अगाडि दसैँ पछाडि भन्नु न माथिको आराने माइली छ माथि सोना माइली छ टाढो नि तल आउँछ आउँदैन हुन्छ नानी कहाँ बसेर पढ्छ घरबाट आउँछ घरबाटै ए नानी बस्नु नि यता नानी जेठा कि माइला जेठा हो माइला जेठा पुरानो बुढोलमा नानी गर्छ कि काम म त्यही गर्छु गुरु बाउ बुढोलमा अहिले छोडेको त्यतै छ त्यही छु उतै स्ट्रिममा त खिच्ने ऊ त क्रिस्चियन हो सिमा नलाग्नु ल नानी त्यसमा हामी बहिनी चाहिँ ल हामी त लाग्दैन छोड्दैन हाम्रो यो पुर्खाले गरेर आएको गर्दै छोड्दैन हामी अब बाजे बोजूहरू राम्रोमा गएको छ अब बिहा कहिले गर्ने अब बिहा गरौँ भनेको कहिले हुन्छ अब कहिले लगन आउँछ नि अब होइन लगनले गर्छ मन्दिरतिर लाउँछ होला बोलाउनु पर्छ हौ ल बोलाउनु आइज लगन बोलाउनु पर्छ है कोमा अहिले नानी ठुलो बिहा ठुलो यो गर्नु हुँदैन अहिले ठिकै अनुसारले गर्नुपर्छ कता केटी देख्दैछ होला नि बुढोतिरै खाने गाउँतिर भएको छ नि राम्रीहरू खाने गाउँ ल है अब हामी चाहिँ टिका लाउने माथि चाहिँ होइन कोमा यहीँ बस्छ अरे नि त कोमा यहीँ बस्छ अरे नि त कोमाले भस्लाइन्छ अन्त
कोमाले टिका पनि लगाइदिइसक्नु भयो कोमा स्पिड रहेछ ए सर्दै रहेको यो सर त अब म बाँच्दिन तिमीहरू आयो लोदर हुन्छ होइन त्यस्तो भन्नु हुँदैन है कोमा हुन्छ त कोमा त्यसलाई आशीर्वाद थाप्नुपर्छ भनेर तर बुझी आइला तिमीलाई लैजाइ अब दुधको दुहामा पनि धेरै जेठाको त निक्लिएन कति राम्री नै नानी त मेरो कोमा कति दिनको बादमा भेटेको हामी कोमा भन्नु न कस्तैसँग नजाए नानी बिहा नगरे धनी हेर जाए नानी जस्तै पढ्नेसँग ल सो अहिले चाहिँ कोमाको हातबाट टिका लगाइसकेर चाहिँ हामी माथि काकाको घर जाँदैछ हामी सबैजना हो अलिक माथि नै रहेछ काकाको घर चाहिँ होइन कोमाको छोराको घर जग्गा चाहिँ राम्रो रहेछ झोरी झोरी रहेछ पुरा के भयो रे गाइस यो चाहिँ अगाडिको चाहिँ राईको टिका होइन यो वरिपरि लाग्छु नि यो चाहिँ मगरको टिका हो होइन सो ह्याप्पी दसैँ टु अल माई डियर फ्रेन्ड हामी चाहिँ अब कहाँ आइपुग्यो कता यही होइन के कहाँ हो फोटो सेसन हुँदै रहेछ कि आउँदैछु न कस्तो मजाको शान्ति प्लेस हो यहाँ त हाँस रहेछ पक्कै हिँड्दा माछा हुनुपर्छ है माछा होला त्यो चाहिँ गफ हुँदैछ है साम्पाङ्गे खालको सो अब अहिले चाहिँ हामी चाहिँ माथि चाहिँ टिका लगाइसकेर चाहिँ सो हामी ठुलो देपाकोमा जाँदैछ हो अब कति बेला पुग्छ सो गाइस फाइनली हामी चाहिँ होइन देमाको घर पुग्यो अब टिका सिका लगाएर हो गफसफ गरेर हामी पनि घर फर्किनुपर्छ ढिलो पनि भइसक्यो राति पनि भइसक्यो टाइम पनि ओभर भइसक्यो होइन अब इभिनिङ हो अनि हामी यहाँ 9 बजिसक्यो देपाको जेठा देपाको घर आइपुग्यो होइन यहीँनिर हाम्रो गाइस पुरा थाकिरहेछ होइन पापाको दाजुको अब चाट्नु पनि थाल्यो पाउलाई त लु पनि थाल्यो सो अब हामी चाहिँ टिका लगाउनु रेडी भइरहेछ अब टिका लगाउनु बसेको होइन अब टिका लगाएर पनि फर्किनु पर्छ टाढो छ घर सो अहिले कति खानासाना खाँदा कति बज्यो 10हरू बजिसक्यो अन्त फर्किँदा आधा हामी त घर ढिलो पुग्ने रहेछ आज 12-1हरू बज्ने रहेछ सो कहिले पनि आएको थिएन होइन फर्स्ट टाइम हो हाम्रो टिका चाहिँ देमा कोपाकोमा भेट्नु चाहिँ फर्स्ट टाइम हो हाम्रो यही छैन चिन्यो सबैजनालाई खुसी लाग्यो
हाम्रो सन्तान फ्यामिलीहरू भेटेर होइन त्यही हो अलिकति चाहिँ हामी बिएफी छ कुपाकोमा आफ्नो चाहिँ देख्नु पाएन त्यतिमै कुमालाई भेटेर चाहिँ धेरै खुसी लाग्यो हामीलाई सो पापाको आमा बाउ भएको भए चाहिँ कुपाकोमा भएको भए हामी धेरै खुसी हुन्थ्यो हामी अलिक अनलकी रहेछ देख्नु पाएन कुमालाई देख्नु पायो यति नै खुसी मान्छौँ फाइनली हाम्रो सबै सन्तान भनौँ न है भेटेर चाहिँ हामीहरू रिटर्न हुँदैछ घर फर्किसकेको लाइट अब अन गरिदिउँ त्यसरी मेरो दाजुहरूलाई पनि देखाइदिउँ है है